म खाएँ है यी अब हाम्रो अब्रामले काटेको ल त्यो मन दाइला अरे आज पनि फेरि सबैलाई अभिवादन। आज हाम्रो इन्ट्रेस्टिङ यहाँनिर एउटा कार्यक्रम हुँदैछ। यहाँनिर हाम्रो अर्जुन इब्राहिमले यहाँनिर ड्रेस लाउँदैछ। किन भन्दाखेरि चाहिँ यहाँ माथि हेर्नुहोस् त आम्मा हो, यहाँ माथि चट्ट मौरीको मह काट्नको लागि यहाँनिर अब आज चाहिँ यहाँनिर सेफ्टी लगाउँदैछ। अब हामी आगो लगाएर यसको सुरुवात गर्नेछौँ। अब कति छ यहाँनिर मह चाहिँ होइन, यहाँनिर छ। अब मह कति छ त्यस पछाडि थाहा हुनेछ। सुरु गर्नेछौँ। म चाहिँ पर गएँ भड्किनु थालो पकाउनु नि जान्छु त म ल। यहाँसम्म आउँदैछ अनि यता लामो पर्छ कान त्यो लामो एउटा काटेर तल भयो। एकछिन है, एकछिन ल। टोक्नु होला नि त दादा, त्यो बच्चा हो ल। अब हाम्रो अर्जुन चढ्दैछ। आउँछ त अनि आउने कामै हो। भरेको छ यस्तो उसको यही भरेको थियो। मह पुरा फाप्नु त ल हाल त्यसलाई यसमा बाल्टीमा हालिदिनु। त्यो सुताएर झार्नु पर्छ भाइ। अब त्यहाँसम्म धरै धरै जाउँ। एकछिन ढाकिराख्नु। अझै छ जान्छु। हो कि त राख्दिनँ हो। भयो ल त्यति राखिन्छ आयो ल सक्छु ल। जाउँ। ल जा बिस्तारै जा, नदौडिकन जा। ए बच्चा यत्रो 10 दिन ढिलो भएछ। म अब रेस्ट भयो। यहाँ कति किलो जस्तो छ? 10 किलो होला। छ र? हेभी छ त 5 देखि 10 किलो होला। पट्टै फुटेछ अलि त्यो फुटेछ है। ल हो र? होइन त्यसो गर्दाखेरि झन् माया गर्छ क्या। ल के हो त चाख्ने? त्यो त के चाख्नु हौ? त्यो त्यस्तो रस छ त चाख्ने भनेको खाना जस्तै खाने हो त। ओके ल है, म अब झिक्यो। कम्ती रहेछ पहिलाको, पहिलाभन्दा धेरै कम छ। ढिलो भएछ। 10 दिन अगाडि आएको भए त्यो पनि हुन्थ्यो रहेछ।
खिच्नु भएन खिच्दा त छ त के खिच्नु अरे चुकोहरू रेकर्डेड छ है मौरी काट्नेले हात काट्न थापेछ नि त मौरी काट्नेलाई के भन्छ कटर खेर गएछ छ अझै छ अलिअलि त छ 1-2 मुठी हेर्नु यहाँ चुहेको छोडिदिएको हनीबी अनि खेर गएको हामीहरू यत्रो रहेछ साइज लार्भाको यो चाहिँ प्रोटिनहरू हो ए यहाँ सबै रहेछ यो चाहिँ प्रोटिन हो कि